हेलो नमस्ते नमस्कार गाइज साथीहरू आज म यस्तो ठाउँमा जाँदैछु कि यस्तो ठाउँमा जान लागिरहेको छु होइन भिडियोमा एकदम बनिरहनुहोस् लास्टसम्म हेर्नुहोस् म आज यो के भन्छ साउदीको यस्तो 2 नम्बरी हुने भनौँ न हामी एउटा कुरा बुझ्नु पर्दा त्यस्तो ठाउँमा जाँदैछु यो चाहिँ म आज हजुरहरूलाई होइन क्यामेरा एकदम छिपाएर म जानेछु त्यहाँनिर होइन हेर्नुहोस् लास्टसम्म हेर्नु होला होइन यहाँनिर सुन्नमा चाहिँ आइरहेको छ त्यो घरमा है त्यो बिल्डिङको त्यो झाडीको यता छेउमा त्यो जो बिल्डिङ छ देख्नु भएको छ त्यो बिल्डिङमा चाहिँ 2जना फिलिपिन अनि 2-3जना बङ्गालीहरू बस्छ अरे त्यहाँनिर अलिकता त्यस्तै त्यस्तै भनौँ न बुझ्नुहोस् न हजुरहरू आफै त्यस्तो यस्तो हुन्छ अरे भन्ने सुनेको होइन साथीहरूले भनेको त्यही भएर म चाहिँ आज अहिले भर्खर ड्युटी भ्याएर होइन अब आज हाफ डे आज छुट्टीको दिन अनि त्यही भएर यसो न हजुरहरूको माझमा यो जाउँ न त के कस्तो रहेछ मान्छेहरूले त्यत्तिकै भन्छ कि साउदीमा साँच्चीकै त्यस्तो हुँदो रहेछ कि भनेर चाहिँ यसो विचार गरौँ भनेर जाँदैछु होइन एकदमै अब पुग्न लागिसकेको छु पक्कै पनि साथ सपोर्ट र भिडियोलाई लास्टसम्म हेर्नुहोस् है एकदम मजा आउनेछ हुन्छ या हुँदैन त्यो चाहिँ अब भन्न सक्दैन अब म पुगिसक्न लागेको छु होइन गाइज अब भने केही छैन देखाउँछु है एकजना पाकिस्तानी आइरहेको छन् उताबाट हो होइन त्यो चाहिँ थाहा भएन गाइज एकदम हेभी तरिकाले रहनु पर्ने हो है लाइनमा हुनु पर्यो म चाहिँ छिरिसकेँ है त्यो बिल्डिङभित्र छिरिसकेको छु है अब यहाँबाट सिधा माथि जानुपर्छ अब चाहिँ म पुगिसक्न लागेको छु सायद के कस्तो हुन्छ कमेन्ट लाइक सेयर गर्नुहोस् एकदम लास्टसम्म हेर्नुहोस् यो भन्छ यो है सिँढी बनिरहनुहोस् भिडियोमा है यो सिँढीबाट माथि चढ्यो भने ठ्याक्कै आउँछ भन्ने कुरा चाहिँ सुनिएको छ अनि यहाँ चाहिँ ताला लगाएको छ है भित्रबाट यताबाट जान्छु माथि के कस्तो छ होइन जाँदैछु माथि होइन एकदम बनिरहनुहोस् एकदम मजादार छ है बिल्डिङ पनि त्यस्तै कन्डिसनको छ एकदम हेर्नु न यो झ्यालबाट पुरै एकदम के फोकस गरेर हेर्नुहोस् पुरै झाडी देखिँदो रहेछ होइन पछाडि ब्याकग्राउन्ड अब म चाहिँ जाँदैछु यो माथिल्लो रुममा है कम मजेदार देख्नुपर्छ गइसकेको छु अब थोरै छ अब म एकछिनमा अब यहाँ पुगिसकेँ म ढोकालाई नक गर्छु होइन एकछिन बनिरहनुहोस् है गाइज